आज पनि म चाहिँ नारकण्डाको लागि जाँदैछु। It was about 66 kilometers away from Shimla. 34 kilometers left. यस्तो छ भ्यू। हेलो गुड मर्निङ सबैजनालाई र आई होप सबैजना ठिकै हुनुहुन्छ होला हैन। र म भने चाहिँ अहिले रुमबाट निस्किँदैछु एन्ड मेरो चाहिँ आज नारकण्डा जाने प्लान छ र नारकण्डा चाहिँ सिमलादेखि यस्तै 66 किलोमिटर्सहरू पर्दो रहेछ हैन। त्यही भन्दै आज मेरो लास्ट डे पनि हुनेवाला छ सिमलाको। सो भोलि चाहिँ म दिल्ली ब्याक हुनेवाला छु र अहिले भने चाहिँ म पार्किङ लट गएको बाइक भएकोमा है। सो बाइक भएकोमा चाहिँ निकै हिँड्नुपर्छ, त्यही कारणले जाँदैछु। अहिले चाहिँ म मल रोडमा पुगेको छु र बाइकमा गएर भेटौँ है त। सो दिन पनि मजाको छ। मेरो चाहिँ हिजो सिसा चाहिँ ठोकेर लुज भएको छ, एलेङ्की नपाएर बिजोक। अब बाटोमा कोही बाइकवाला भेट्यो भने चाहिँ रोकेर चाहिँ माग्नु पर्ला होला। बाटो त उल्टा पो देखाउँदैछ त मलाई त फेरि। ऊपर से सीधा राइट में है ना टर्नल? ओके ओके ठीक, थैंक यू। नारकण्डाको चाहिँ मलाई कन्फ्युज बनाइदियो नि त बाटो चाहिँ। म्यापमा उल्टा देखाउनु चाहिँ अहिले फेरि यता देखाउँदैछ। ठिकै छ, एउटा ठिकै रहेछ, त्यो मान्छेले राम्रै भन्यो। 59 किलोमिटर्स लेफ्ट फ्रम हियर टु नारकण्डा। जानुपर्छ, घुम्नुपर्छ है। आज लास्ट दिन पो हो त हो। हिजो त त्यतिकै गयो। हिजो चाहिँ म जति सिमला नै भिजिट गरेँ। आई मिन त्यो सिमलामा पनि पुरा रहेछ नि त होइन मार्केटहरू, तल तल माथि माथि ठुलो रहेछ। त्यस्तो यस्तो छड्के उकालो। जाँदा चाहिँ ओह्रालो, भिजिट गर्दा ओह्रालो, फेरि फर्किँदा चाहिँ उकालो खालको पर्दो रहेछ। थुप्रो रहेछ त्यो मल रोडहरू भयो, त्यहाँ लक्कड बजार अरे हो, कुनै के बजार अरे, ती क्या। तर चाहिँ त्यहीँ घुम्दा घुम्दै टाइम गयो र बेलुका चाहिँ कुफ्री निस्केको। मेरो चाहिँ यो एलेङ्कीले बल्ल बल्ल बिचारा त्यो एकजना, यो नेपालको मान्छेहरू चाहिँ जहाँ पनि हुन्छ छक्कै लाग्छ हो। म त्यो मान्छेलाई भेटेर चाहिँ बिचारा राम्रो रहेछ। तलसम्म हिँडेर आएर मिरर चाहिँ भाँचेको छ, त्यो भाँचेकै जोइन्टमा चाहिँ टाइट गर्नु मात्रै थियो कि, टाइट गर्दै एकछिन होइन गयो। हस्पिटल पनि क्या दामी रहेछ आम्बो। सो मेरो बाइक चाहिँ डिएल नम्बर भएर चाहिँ मलाई चाहिँ भइहाल्यो सोचिदिँदो रहेछ कतिजनाले चाहिँ। हेर्दाखेरि चाहिँ कतिजनाले नेपालको भन्यो है, कतिजनाले चाइनाको अरे हो, सिक्किमको हो भन्दाखेरि चाहिँ कतिले चिन्दो रहेछ सिक्किम है, कतिले नचिन्दो रहेछ। एक्सपिरियन्सहरू फाल्टो एक्सपिरियन्सहरू भयो। यो यताको जग्गाहरू चाहिँ गान्तोकको माथि बुलबुलीहरू साइडहरू जस्तो त्यो कुफ्रीहरू चाहिँ क्या, जाडो पनि निकै जाडो सिमलामा भन्दा चाहिँ। सो आज नारकण्डा झन् टाढो छ हो, निकै अझै अग्लो हाइटमा होला। क्यामेरा एङ्गल चाहिँ राम्रै होला। मेरो चाहिँ खास भन्नै पर्दाखेरि चाहिँ मेरो चाहिँ त्यो प्लेसमेन्टै राम्रो भएको छैन क्यामेरा माउन्टको हेलमेटमा। त्यसले गर्दाखेरि चाहिँ कति खेप चाहिँ मेरो क्यामेरा एङ्गल पुरा बिग्रिन्छ। मेरो चाहिँ क्यामेरा फुल भएर चाहिँ फेरि रोकेर त्यो पुरानो फाइलहरू सबै डिलिट गरेर चाहिँ दिस इज द वे टु नारकण्डा। कस्तो दामी छ नि त यता त आम्मामा।
धली टनल वेस्ट पोर्टल छोटो रहेछ तर टायरमा हावा चेक गर्नु पर्ने थियो सामामु द भ्यू कस्तो उकालो उकालो बाटो रहेछ पुरा कुदाउँदो रहेछ यता जिप्सी सो पहाडमा चाहिँ जिप्सी चाहिँ वान अफ द बेस्ट दिस इज द भ्यू यहाँतिर त पुरै हिउँ पर्छ अरे हो रोडहरू पुरा चिप्लो हुन्छ अरे अलिकति छैन हौ जिप्सी त यहाँ हिमाचलमा त नि म छक्कै पऱ्यो लु हेर हो यहाँदेखिको अहिले अफ रोडिङको लागि जिप्सी राइडहरू गराउँदो रहेछ यिनीहरूले चाहिँ अम्बो त्यो पनि नर्मल जिप्सी कुनै छैन हो 2000 years later नो डल्ला त उकालो छैन नि त हो यहाँ त यस्तो छ यहाँबाट भ्यू उताको पनि देखाइदिउँ है तपाईँहरूलाई ए दिस इज द भ्यू हेर यता मिठी यता अहिले भने चाहिँ म यो न्यू एडभेन्चर रिजोर्टबाट चाहिँ फर्केर चाहिँ अब नारकण्डाको लागि जाँदैछु र टाइम भएको छ 2:10 होइन पुरा ओह्रालो छ बाटो चाहिँ डरै लाग्दो यहाँबाट अलिकति के मिलेको जस्तो भएन नारकण्डा तपाईँको स्टिल 46 minutes टु गो बाटो त दामी रहेछ नि त त्यता त हेर है सो अझै मेरो 38 किलोमिटर छ नारकण्डाको लागि चाहिँ मैले रेकमेन्ड त सबैजनाले नै गर्यो नारकण्डा त आई मिन यहाँ हिमाचल प्रदेशतिर $34 kilometers left यस्तो छ भ्यू नारकण्डाको
त के दामी हो नि हो अन्त आम्मामामामा ठोठोमा चाहिँ रहेछ खाल्टाखुल्टी यहाँबाट चाहिँ कता हो नि बाटो त हरेक छ कि यता त नारकन्डा स्टिल 29 किलोमिटर्स टु गो बाटो चाहिँ दामी नै रहेछ खड़ा हूँ आज भी वहीं लेकिन तेरे ही आस है खड़ा हूँ आज भी वहीं कि तेरा इंतजार है छू लो जो मुझे तुम कभी खो न जाऊँ मैं रात दिन नजरों में तुम हो बसे यो नि त रोड चाहिँ मिठी 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 आमा यो माथिको सेतो सेतो सबै छोपेको चाहिँ एप्पलको रहेछ यहाँ चाहिँ एप्पलको यो पुरा हुँदो रहेछ एप्पलको खेती योहरू चाहिँ सबै एप्पलको खेती चाहिँ यसरी गर्दो रहेछ यतातिर चाहिँ हो हेर अन्त छैन रहेछ एप्पल अन्त अर्कै नारा निस्क्यो फेरि उयो मुनि डल्लै एप्पल बाटोभरि मौरी एप्पल सबै बी यता हेर मौरी ऊ रोडभरि छ किरा लाग्छ भनेर होला यो प्लास्टिकले ओढाएको चाहिँ सो अहिले भने चाहिँ मैले चाहिँ डेटा चाहिँ केही ट्रान्सफर गरेको छुइनँ मोबाइलमा अन्त डेटा ट्रान्सफर नगरेको कारणले चाहिँ लट अफ स्टोरेज देखाएर चाहिँ त्यो डल्लै डिलिट गरिसकेँ पुरानो फाइलहरू हो सो स्टोरेज प्रब्लमले गर्दाखेरि चाहिँ म एकैचोटि नारकन्डा पुगेर म देखाउँछु है आजै पनि म चाहिँ नारकन्डाको लागि जाँदैछु इट वाज अबाउट 66 किलोमिटर्स अवे फ्रम सिमला सो 66 किलोमिटर भनेको पनि टाढै हो पाइन्स छ अन्त कस्तो चिसो छ यो जग्गा हावा चिसो फुकिरहेको छ म त भित्रबाट सर्ट पनि लगाएँ एउटा हो सर्ट लगाएँ अनि टी सर्ट त्यहाँबाट चाहिँ यो ज्याकेट लगाएको
सो कतिजना नारकोन्डा जाँदैछ अघि मैले परदेखि पिछा गरेर आएको हेर जग्गाहरू पिछा गरेर आएको एउटा हिमालयन थियो अनि एउटा थार थियो होइन त्यहाँबाट निकै अगाडि बसेँ त्यहाँबाट मैले ओभरटेक गरेर मैले निकै नागिस्ती जाने हो मजा आउँदैछ जर्नी चाहिँ त्यही आफूले अब थकान फिल चाहिँ गर्नु भएन हेर भैँसीहरू गाई र भैँसी दुइटै रहेछ गाई भैँसी माया लाग्दो भैँसीहरू थुप्रो रहेछ नि त हो अन्त यो फार्मको होला यिनीहरू कि आमा हेर लाटा न लाटा हानिदिनु है लाटा न लाटाहरू र भैँसीहरू छ ल म चाहिँ नारकन्डामा छु खाजा खाएको चाउमिन हो मजाको चाउमिन नारकन्डा यहाँदेखि ओह्रालोमा तलसम्म गयो धुप्पी 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 रहेछ ठुलो रोड रहेछ हो यहाँनिर समोसा खाएको समोसा खाँदा खाँदै यहाँनिर एकजना आन्टी देखेर चाहिँ आएको नेपाली आन्टी नै रहेछ हो मैले गएको तल छ सो म चाहिँ अब नारकन्डाबाट फर्केको है खाजा साजा खाएँ कोही पनि इन फ्युचर है नारकन्डा आउनुभयो भने चाहिँ त्यहाँ थुप्रो रहेछ नेपालीको मोमो चाउमिनहरू मिठो मिठो पाउँदो रहेछ त्यहाँ जानु सक्नुहुन्छ तपाईँहरू होइन जस्ट फर द रेफरेन्स अब सिमला तपाईँको 66 किलोमिटर्स छ र टाइम भनेको अहिले 5:03 छ होइन एन्ड मैले हिजो दिल्लीदेखिको ओभरअल अहिलेसम्म रनिङ हेर्नु पऱ्यो भने चाहिँ 506 भएको छ सो अब हेरौँ सिमला पुग्दा कति हुन्छ होइन त्यहाँबाट बाइक साइक राखेर चाहिँ आज छिटै रेस्ट गर्ने हो किनकि भोलि म फेरि अब ब्याक टु दिल्ली हुनुपर्छ होइन सो स्टे ट्युन है भिडियो हेर्दै गर्नुहोस् होला बाटो चाहिँ दामी छ न 58 किलोमिटर्स लेफ्ट चाँडो चाहिँ पुरा छ नाइस साला यो हुड चाहिँ ओभर दामी छ यहाँको चाहिँ आम्मा हेर है विन्टरमा त कहाँ सक्छ अन्त बाइक कुदाउनु 27 किलोमिटर लेफ्ट फर सिमला भनेपछि 39 किलोमिटर चाहिँ ट्राभल गरिसकेछ हो 5:45 भइसक्यो झन्डै 45 मिनटहरू जस्तै लागेको छ